हेलो एन्ड नमस्ते एभ्रिवान सबैजनालाई यहाँ न्यू ब्लग त आज चाहिँ न्यू ब्लगमा हामी 4 जना छौँ हैन। यता चाहिँ हाम्रो हप्सी एन्ड आशिक हैन, नेपाली हप्सी सही अनि यतापट्टि छ हाम्रो इनुस नेपाली हप्सी एन्ड हाम्रो सुन्दर अनि यो चाहिँ अमेरिकन हप्सी वाइट हैन। त्यसपछि म पनि यस्तै नेपाली नै हो अनि तपाईँलाई हामी चाहिँ आज यसो हाइकिङ त्यो माथिको जङ्गलतिर गइदिउँ भन्ने प्लानले चाहिँ हिँडेको हो। हिँड्न चाहिँ लास्ट ढिला भयो क्या यो माथि यिनीहरूले गरेर एउटाले हामीलाई धोका दिइहाल्यो होइन, योगेश भन्ने गुन्द्रुकेले केही सरुका छैन। त्यही भएर हामी यदि 4 जना भयो नि रन्किँदै हो, मतलब भएन, हातमा गाँस भएपछि पुग्यो होइन केटा तिमीहरू नजानु भयो फर्किउँ न, हामी 2 जना मात्र जान्छौँ। अहिले यहाँसम्म आएर फर्किने कुरा गरेर लात हानेर मैले पठाएन होइन। ए चुप्ला आइज हल्ला नगर। यो रेडी छ ब्रो। सुन्दर त अस्तिदेखि जान्छु भन्दा थियो, हात चाहिँ दुखिसक्यो यार फोनसँग त सर। पानी चाहिँ पिउनुपर्छ के हुँदैन तल चार्ज हानेर। हामीलाई हावा लागेको छ, जोस् राम्रै भइरहेछ। जङ्गल आइपुगिसक्यो क्या हामी भन्नै पर्दा चाहिँ दामी भ्यू। हामी जङ्गल आइपुगेको छ। फाइनली केटा फेरि भ्लगमा आयो त। हामी टक्क लाएर अहिले चाहिँ विष्णु विवाहतिर हामी चाहिँ टक्क लाएर यार विष्णुद्वार अक्खा ठाउँमा। इज द बेस्ट प्लेस ब्रो म्यान। दामी 5-7 खोज्ने कुरा नगरौँ न केटा हो। म यहाँ भ्लग हानिदिइरहेको छु अलिकति। खतरा ठाउँ छ यहाँ त, मान्छेले आएर गाडी हिँड्नु थाहा पाउँदैन होला। कसैले बबाल ठाउँ छ। अखा छ यहाँ ठाउँ तर शिवपुरी बेस्ट प्लेस। आगो होइन विष्णु विवाह पुगेपछि देखाउँछु कस्तो हुँदो रहेछ बबाल होइन। बबाल हो त यहाँ हामी चाहिँ पक्क विष्णु विवाह चाहिँ आइसक्यो है। बबाल छ, मिलिहाल्छ। यो चाहिँ विष्णुद्वार हो होइन। यहाँबाट जाने नि दोस्त, यहाँबाट जाउँ न। हो सानो छ अन्त कहाँ छ त यार। ए ल दामी छ तपाईँ भिडियो अनि पढ्न लाइट हुनु परेन। मेरो यहाँ मिलेन क्या, अब चाहिँ भिडियो बनाइसक्यो। आइज न ए केटा हो। हामी चाहिँ खत्रै ठाउँबाट आइसक्यो यार। आइज केटा हो, यता म आइसकेँ।
आइसक्यो होइन केटाहरू केटा कहाँ डढाएर भने हातले पार्यो भने बबाल बबाल हेलो हजुर भन्नु त सिधै आउँछ फर्किरहेको भनेको है खतम हुन्छ भिडियो सबजना लाइक सब्सक्राइब गरिदिनु होला है त